आजकल सबैजना चम्चाले भात खान्छ नै खान्छ, खाजा खान्छ नै खान्छ। तर त्यो चम्चा कसरी बन्छ फ्याक्ट्रीमा कसैलाई थाहा हुन सक्दैन। त्यसको लागि आज टेक्नोलोजी गइरहेको छ। त्यसको लागि सबभन्दा पहिला पाउडर लिन्छ, अनि त्यो मसिनको साँचोलाई राम्ररी हिसाब गरेर त्यो पाउडरलाई साँचोमा हालिदिइरहेको छ। यो भयो हाम्रो प्रेसर मसिन भन्छ यसलाई। प्रेसर मसिनमा दिएर सबैलाई राम्ररी मिलाएर अनि त्यसको साँचोलाई पुरा जोरले थोरै टाइमको लागि थिचेर राखिदिन्छ। अनि थोरै टाइमपछि त्यसलाई छोडेर 2-3 मिनेटपछि अब कुन डिजाइन दिनु पर्यो त्यो डिजाइन अलरेडी प्रिन्टेड गरेर राखेको हुन्छ, त्यसलाई फेरि दिएर अनि त्यसलाई राखेर फेरि प्रेसर मसिनले चापिदिन्छ। अनि त्यसलाई यसरी गरेर नै निकालेर त्यसपछि फेरि केमिकल लगाइदिन्छ हैन। यो एसिड हो, त्यो एसिडले थोरै बलियो र सक्दो अनि थोरै राम्रो बनाउने काम गरिन्छ, लाइटिङ ल्याउँछ हैन। त्यसको लागि यो दिने गर्छ देसी। यसलाई फेरि माथिबाट पनि तलबाट पनि सबै ठाउँमा हालेर फेरि एकपल्ट जोरले थिचिदिन्छ। अब थिचेर भइसक्यो, त्यसपछि यसलाई अब निकालेर राखिदिन्छ। हाम्रो यो कस्तो बन्यो भनेर चेक गरिरहेको छ। अब यसलाई अब तोडेर राम्ररी काटेर चम्चालाई निकालिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। अब यसलाई अब निकालेपछि अब यसको साइडमा जुन एक्स्ट्रा पार्ट थियो त्यसलाई राम्ररी यसको सहायताले राम्ररी सफा गरेर अनि क्लियर गरेर अर्को ठाउँमा भेजिदिन्छ। अब त्यसले मसिनमा त राम्ररी त्यसको साइडलाई एक्स्ट्रा पार्टलाई राम्ररी मसिनको सहायताले क्लिन गर्ने काम गरिरहेको छ साथीहरू। अब यसलाई राखेर